कस्तो भयो त हाम्रो गोल्डन विक्स। गाइज इट्स मी कोमल। म चाहिँ जापान टोकियोमा बस्छु अनि अहिले चाहिँ जापानमा गोल्डन विक चलिरहेको छ, लगातार 1 हप्ताको बिदा। सो यो बिदामा चाहिँ मान्छेहरूले के गर्छन्, कसो कसो गर्छन्, हामीले के गर्यौँ भन्ने बारेमा सबै बताउँदैछु म चाहिँ आज। स्पेसली यो गोल्डन विक्समा चाहिँ मान्छेहरू प्राय फ्यामिलीसँग बाहिर ट्राभल गर्न जान्छ, आफ्नो फ्यामिली टाइम स्पेन्ड गर्छ। सो हामी पनि अलिअलि टाइम म्यानेज गरेर स्पेन्ड गरिरहेको छौँ। यहाँ चाहिँ मेरो हस्बेन्डलाई चाहिँ ज्वरो एकदमै धेरै आएको भएर चाहिँ खासै टाढाको ट्राभल गर्न मिलिरहेको छैन। सो हामी चाहिँ बाबुलाई यसो यो मेला लागिरहेको थियो गोल्डन विक्सको, त्यहाँ चाहिँ लग्यौँ, पार्कतिर खेलाउने यस्तै भइरहेको छ। यो चोटिको गोल्डन विक्समा चाहिँ हाम्रो खासै त्यस्तो स्पेसल केही पनि भएन। सो नर्मल लाइफ हो। वर्षभरिको सबैभन्दा धेरै बिदा चाहिँ एकैचोटि लगातार पर्ने भनेको यो गोल्डन विक्समा हो कि जापानमा चाहिँ खास गरी। यो चाहिँ प्राय मेको फर्स्ट विकमा पर्ने गर्छ। त्यो जापानमा चाहिँ धेरै पर्ने छ। सो म चाहिँ ओचाकिन आएँ। सो गाइज मैले चाहिँ यहाँ ओचाकिने, एकदमै गर्मी छ जापानमा। देन पापा र दाकुन त वेट गरिरहेछन् है। दाकुनलाई चाहिँ हामी अहिले पार्कमा लग्दैछौँ कि जाऊ है दोजो सानो माथि नै ओपन गरिदिनु त। ए दाकुन साँच्चै नि ए ओपन। हामी चाहिँ अहिले पार्कमा जाँदैछौँ दानियरकुनलाई खेलाउनलाई, ड्यानियललाई है। हाम्रो गोल्डन विक्स खासै त्यस्तो स्पेसल केही पनि छैन, काम बुढाको। सो बच्चालाई पनि टाइम दिनुपर्छ भनेर अहिले चाहिँ उसलाई पार्कमा खेलाउन लैजाँदैछौँ। ने देयर इज पापा एन्ड ड्यानियल। हाई गरिदियो, हेलो गरिदियो, हेलो। सो पापा इज सो सिक, एकदम ज्वरो रुगाखोकी लागिरहेको छ, ज्वरो आइरहेको छ, मेडिसिन खाइराख्नु भएको छ। तर पनि बच्चालाई टाइम दिनु पऱ्यो नि त गाइज। गाह्रो छ जापानमा सर्भाइभ हुन एकदमै धेरै गाह्रो छ है। एभ्री डे न्यू च्यालेन्ज फेस गर्नुपर्छ। सो टाइम हुँदैन, म्यानेज गर्नुपर्छ, गाह्रो छ है। सो म चाहिँ पार्कमा पुगेर अनि भिडियो हाल्छु ल। यस्तो गर्मी हेर्नुहोस् त, लास्टै गर्मी छ। एनियल चाहिँ त्यहाँ खेल्न गइरहेको छ, ऊ त्यहाँ खेल्न गएको छ होइन, यहाँ खेलिरहेको छ होइन, कता छ। पापा चाहिँ यहाँ बस्नु भएको छ, म चाहिँ यहाँ बसेको छु है। यस्तो मजाको शीतल छ यहाँनिर, बुट्टा हावा लगाइरहेको छ मजाको। यतापट्टि चाहिँ यस्तो गर्मी छ हेर्नुहोस् त। त्यहीँ खेलिरह होला उता पल्लोतिर। यसो राउन्ड लगाएर आउँछ क्या फेरि।